पढौँ पढौँ। आशा गर्नु थिएन योग्य प्रभुको, सम्झी कुरा पिङ्गला बेस्याको, तर पापी मन बस परी छाड्दैन हाम्रो गला। चल्दैछन् दिनहु वियोगसँगमा, सहयोग पारलेसित आशा त्याग्न गर्यो प्रयत्न, तर झन् बढ्ता भयो मोहित। सम्झँदै दुई भाइले जति गरे लीला अगाडि यहाँ, ती सम्झिकन आशा झन् दृढ भई बस्दछ यो मनमा। पारी नक्कल हाँस्यले दिलहरी धक्का दिएको उहाँ, बोलेका प्रभुले अनेक रितले ठट्टा गरी मनमा। अहिले हो कि भने उही झैँ मन बिगे लागेर हामीहरू रुन्छौँ व्यर्थ चरित्र सम्झी हरिको मर्नु निको बरु। यस्तो निश्चल प्रेमती सकलको जानी बुझाउँ भनी, केही काल बसेर उद्धव त्यहीँ धीर्य बुझाए पनि। सोही अवसरमा त्यो उद्धव पनि चिन्तन गरी बेसरी भन्छन् मनमा नै गरेर सहनी निकै अचम्मै परे। कस्तो भाग्य रहेछ गोपीहरूको मैले सर्याएँ कति, जन्मै जङ्गलमा तथापि नको यस्तो छ राम्रो मति। नित्य दान र धर्म पाठ तपवा सत्कर्म धेरै थरी, गर्दा प्राप्त हुँदै जुन चढको भेट्ता भयो यो घरी। श्रीको जन्म र बास जङ्गल विषे निन्दित छ कर्मै पनि, त्यस्ता भइकन कृष्ण भक्त कहिए दासी नै कह बनिन्। जन्मी विप्र भई ठुलो तप गरी ज्ञानी बनी बेसरी, भेट्दैनन् प्रभुको दर्शन अनि रुन्छन् ती कल्पैभरि।